हामी चाहिँ लर्केश्वर महादेवको मन्दिरमा आएको छौँ। यहाँ चाहिँ मन्दिर प्रवेश गर्नुभन्दा पहिला चाहिँ हाम्रो कपालहरू छोडेर जानु नमिल्ने रहेछ। कपाल छोडेर कपाल पनि बाँधेर डल्लो बनाएर जानुपर्ने रहेछ। हेर्नु होला, हेर्नु होला, वाउ हेर्नु सक्नुहुन्छ। आज हामी यहाँ आएको छौँ फाइनली बहिनी, दुईटा बहिनीसँग। यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ अहिले बाढी आएर खोला चाहिँ धमिलो छ। मन्दिर भनेको त्यहाँ छ, मन्दिर त्यहाँ पनि रहेछ मन्दिर। अनि यहाँ भयो, यहाँ चाहिँ त्रिशुलको, एसियाको अल्को त्रिशुल भएको ठाउँ यहाँ सक्नुहुन्छ। विश्वको एकमात्र रुद्रपीठ लर्केश्वर धाम विकास क्रमका सम्झनाहरू हेर्न सक्नुहुन्छ। यहाँ यस्तो छ, यहाँ खोला यस्तो छ। यहाँ चाहिँ यस्तो छ, हेर्नु होला। डस्का भजनमा डान्स गरिरहनु भएको छ हजुर। यहाँ चाहिँ यो त्रिशुल भयो हुन्छ। यहाँ खोला छ, त्यहाँ मन्दिर छ भने है। यहाँ चाहिँ यस्तो रहेछ, खोलाको छेउमा यस्तो। यो चाहिँ के होला यस्तो बनाएको? यत्रो खोला आइरहेको छ। यो खोलाको नाम चाहिँ के हो? चिया? यस्तो चिया होइन, यो खोलाको नाम ओ यहाँ यस्तो रहेछ, हेर्न सक्नुहुन्छ गाइस। यो धारा बनाएको रहेछ, तर धारामा पानी छैन। यहाँ खोलामा पानी यति धेरै छ, तर यहाँ धारामा पानी छैन। यहाँ हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ यस्तो खतरा देख्दो रहेछ। हेर्नु होला, एसियाको अल्को त्रिशुल भएको काभ्रे जिल्लामा रहेको पनौती नगरपालिकामा रहेको यो लर्केश्वर महादेवको त्रिशुल यो चाहिँ हेर्न सक्नुहुन्छ। परबाट चिरेर यहाँबाट निक्लिनु भने हेर्नु सक्नुहुन्छ। यहाँबाट निक्लिने हेर्नु सक्नुहुन्छ। यहाँबाट स्टार्ट, यहाँ खोला छ, यहाँको नाक यहाँबाट बाटो चाहिँ यत्रो, बाटो चाहिँ डेन्जर छ है, बाटो डेन्जर छ। यहीँ खोला छ, यहीँ छ, यहाँ हेर्नु सक्नुहुन्छ। यस नाकहरूको हामी आइपुग्यौँ। नाग भगवान हो कि कुन भगवान हो? यहाँ कुन भगवान? महादेव। हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पानीहरू झरिराख्नु हुँदो रहेछ यहाँ माथिबाट। यो भयो ल, के भन्छ होइन, वर माग है, तिमीले वर माग ल, मनको इच्छा पुरा गरिदिनु होला भगवान भनेर माग्नु। टक्क लगाएर यहाँ छ ल। बहिनी यहाँ आउनुहोस् त, सानो तिमी यहाँ आउनु त, यहाँबाट लिनु त। म पनि मेरो महादेव भेट्नलाई म त्यत्रो टाढाबाट आएको छु होइन, भेट्न त पर्यो नि त होइन।
टिटा त्यो रातो लगाउनु न त्यो रातोले त्यो भित्ता भित्ताको छ नि मलाई लाग्दिनु नि सक्नुहुन्छ यो चाहिँ लड्केश्वर महादेवको मेन ठाउँ हामीलाई चाहिँ भिडियो गर्नु दिनुहुन्छ हुँदैन सोधेरै भिडियो गरेको हामीले उहाँसँग उहाँ आमासँग यो चाहिँ भयो शिवजीको पाइला हुन सक्नुहुन्छ ल पैसा दिँदा के गर्दैन यहाँको मान्छेहरूले नागदेवता रक्षा गरिदिनु होला सबै नागहरूको नाम त थाहा छैन त्यही पनि अब सबै लाखेको त्यो लड्केश्वर महादेवको त्रिशुलमा भएको मुनिमा रहेको यो नाग रहेको त्रिशुलको मुनि रहेको नाग देवता सक्नुहुन्छ गाइस अहिले चाहिँ हामी यो लड्केश्वर महादेव भएको एसियाको सबभन्दा हल्को त्रिशुल भएको तल यहाँ भजनमा नाचिरहनु भएको छ भक्तजनहरू उहाँहरू चाहिँ धादिङबाट आउनुभएको अरे रिजर्भै गरेर आउनुभएको रहेछ बस रिजर्भ गरेर मैले सोधेको थिएँ एकजना दिदीलाई कहाँबाट आउनुभएको भन्नुभयो भन्दाखेरि हामी धादिङबाट आएको भन्दै हुनुहुन्थ्यो हेर्न सक्नुहुन्छ यति रमाइलो छ यदि तपाईँहरूलाई पनि आउनु मन लागेको छ भने आउनु होला यहाँ यस्तो है